चित्त नदुखाउनुहोस् है। ल भन्नुहोस्। चित्त दुखाउनुहुन्न नि? दुखाउन किन? तपाईँ काङ्ग्रेसभित्रको दही चिउरे है। नेकपा एमालेको 11औं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा ठुलो सङ्ख्यामा सरकारको नेतृत्व तपाईँको पार्टीको अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको थियो। अस्ति भर्खरै जनताले लखेटेर हेलिकप्टरबाट भागेका तपाईँहरू अहिले कुन मुख देखाएर भोट माग्दै हिँड्नु भएको छ? हजुरले नदी छ र बिजुली निकाल्नुहुन्छ, नदी छ र निकाल्नुहुन्छ, अहिले हावाबाट पनि निकाल्नुहुन्छ होइन? काठमाडौँमा तपाईँको 8 तले एउटा घर रहेछ। त्यो घरको 8औं तलातिर गगन थापा लगायतको टिमलाई रणनीति बनाउनको लागि तपाईँले कार्यालय सञ्चालनको लागि त्यो घर दिनुभएको रहेछ। त्यो घरको घरबेटी पर्नु भएछ। हजुर ठिक हो? ठिक भन्दैछु? एकदम ठिक हो। तपाईँ घरबेटी पर्नु भएछ, त्यही कारणले तपाईँले टिकट पाउनु भएछ ट्रक्क कास्की क्षेत्र नम्बर 1 को। नत्र तपाईँ टिकट पाउने मान्छे होइन रे। आज त हामी कुनै पनि ठाउँ पैदल गएको छैन, कुनै पनि ठाउँमा पैदल जानु परेको छैन। बाटो त सबै प्रत्येक बाटो खनेर विकास हुँदैन भने पुगेको छ। बाटो खनेर विकास गएको पख्नुहोस् न, हजुर पख्नुहोस् न। आज 2082 सालमा, हजुर आज 2026 सालमा हजुर तपाईँ र म के भनेर गर्व गरिरहेछौँ या तपाईँ के भनेर गर्व गरिरहनु भएको छ भने हामीले जनताको घरमा बत्ती पुर्याइदियौँ पैसा लिएर, हामीले जनताको घरमा तपाईँ सञ्चार सेवा पुर्याइदियौँ पैसा लिएर कमिसन खाएर, हामीले जनताको घर घरमा बाटो पुर्याइदियौँ, हामीले स्कुल खोलिदियौँ। यो ढुङ्गै युग हो।